तपाईको नाम के हो दाइ? मेरो नाम मिस्टर हिस्ट्री। ए त्यो डटे पढ्ने खानेवाला? म चाहिँ मैले के भन्नु यहाँ युट्युबमा आएको छु भने हाम्रो मिस्टर हिस्ट्री एलआर भन्ने ब्रदर छ नि, जुन अझभन्दा त्यही 9-10 महिना अगाडि जुन डट टेम्पलमा जुन त्यो व्यवहार भएको थियो नि, त्यो ब्रदरको फेरि पनि जुन 14 बाटामा जुन अहिले जुन रेसिङको च्यालेन्ज भएको थियो त्यसमा चाहिँ हाम्रो ब्रदरलाई फेरि पनि भनौँ न डट टेम्पलको मेम्बर नै हो कि अथवा कोही हो अथवा जसै होस् जोस् त्यो मान्छेहरूले चाहिँ फेरि पनि हाम्रो हिस्ट्री ब्रदरलाई चाहिँ एट्याक गरेर रहेछ नि त। त्यसमा चाहिँ अब के भन्नु जान्छ भन्नु थाहा छैन, गल्ती कसको के छ भनेर थाहा छैन होइन। त्यो पनि मैले देखेअनुसार चाहिँ, मेरो सोच होइन, मैले देखेअनुसार चाहिँ हाम्रो हिस्ट्री बोर्डलाई चाहिँ न्याय चाहिन्छ होइन। हामी सबैजना मिलेर हाम्रो हिस्ट्री बोर्डलाई चाहिँ न्याय दिलाउनुपर्छ। एउटा मान्छे भएर चाहिँ होइन पशुको जस्तो व्यवहार गरेर हुँदैन नि त होइन। त्यस्तो आँखा साखा नै पुरै बन्द हुने गरी, टाउको सुन्निने गरी कुटपिट भएको छ हाम्रो हिस्ट्री ब्रदरलाई। त्यो त असहनै भयो नि त होइन गाइज। एउटा पशुलाई त त्यस्तो व्यवहार गरिँदैन भन्ने मान्छे हो यार। त्यस्तो आँखा नै नदेख्ने गरी कुटपिट भएको छ। अरू त म केही भन्न चाहदिनँ होइन। सत्य र सहीको सपोर्टमा बोल्नुपर्छ। मैले देखेअनुसार चाहिँ बदरले भनेअनुसार र मैले देखेअनुसार बदरले चाहिँ झुटो भने या सही भने थाहा छैन होइन। तर बदरले हाम्रो हिस्ट्री बदरले भनेअनुसार चाहिँ होइन एकैचोटि आएर होइन मुख छाडेको छ अरे। एकचोटि मुख छाडेर एकैचोटि त्यहाँ 5-6 जनाले कुटपिट गरेको छ अरे क्या। त्यो अनुसार चाहिँ होइन हामीले चाहिँ न्याय खोज्नै पर्छ क्या। जस्टिस फर हिस्ट्री ब्रदर क्या। म चाहिँ के भन्छु भने होइन हाम्रो यो जुन छ नि यो साउदी अरब जुन बाहिरको देश छ नि साउदीहरूतिर ज्यानको बदला ज्यान भन्छ नि, मुखको बदला बुक। त्यस्तो चाहिँ गर्नुपर्ने नै रहेछ। तर हामी जो आफ्नै दाजुभाइ नेपाली होइन दाजुभाइको अनुसारले चाहिँ हिस्ट्री बदरले राम्रै सोचेर होइन, पहिला पनि त्यस्तो भयो, उहाँले राम्रै सोच्नुभएको थियो होइन। राम्रै सोचेर राम्रै गरेर हिँड्नुभएको थियो। त्यही पनि फेरि पनि अहिलेको अवस्थामा उहाँले पिटै खानुभएको छ क्या। तर म त के भन्छु भने हिस्ट्री बदर होइन ज्यानको बदला ज्यानै लिनुपर्छ जस्तो लाग्छ क्या मलाई अहिलेको सोचमा आएर नि। यो सोझो भएर चाहिँ हुँदैन जस्तो लाग्यो क्या मलाई। सोझो भएर चाहिँ मान्छे सबैले हेप्दो रहेछ जस्तो लागिरहेछ क्या मलाई पनि, किनकि मैले पनि भएछु होइन। त्यही भएर हामीले चाहिँ के सोच्नुपर्छ भने हिस्ट्री बदरको लागि चाहिँ न्यायको लागि चाहिँ हामीले सपोर्ट गर्नुपर्छ। हाम्रो हिस्ट्री बदरलाई चाहिँ सपोर्ट गर्नुपर्छ गाइज होइन। सत्यकै जित हुन्छ। म चाहिँ त्यही भन्छु अहिलेको लागि चाहिँ होइन। तर के हो भने जति पनि मान्छेलाई होइन राम्रो गरेर हिँड्यो भने नि जो मान्छेले राम्रो गर्छ त्यो मान्छेलाई नै नराम्रो लागिरहेको हुन्छ क्या। मैले पनि यो भोगेको छु, त्यही कारणले भन्दैछु होइन। तर त्यस्तो याद छ, त्यस्तो गर्छन् भने क्या मान्छेले।
कति महिना ल मानौ 1 वर्ष भयो 1 वर्ष जति नै भइसक्यो होइन अहिले आएर फेरि त्यस्तो के त्यो त सहनै नसक्ने हुन्छ नि ल मान्छेलाई होइन त त्यही हो गाइज म चाहिँ के भन्छु भने अब हिस्ट्री ब्रदर बी स्ट्रङ होइन तपाईँ आफ्नो ठाउँमा सही हुनुहुन्छ गलत कदम नचाल्नु होइन तर सरकार छन् भन्दा पनि होइन कानुन छन् भन्दा पनि कानुन पनि भर्छ होइन क्या सबै पैसामा बिक्छ नि त पैसा फालिदिएपछि कानुन पनि बिक्छ क्या आफ्नै हुन्छ त्यही भएर म चाहिँ के भन्छु भने यो चाहिँ मेरो सोच है ज्यानको बदला ज्यान लिने हो हिस्ट्री ब्रदर म त्यही भन्छु ज्यानको बदला ज्यान लिने हो कुट्ने हो म चाहिँ जति पनि होइन सोझो भएर बस्यो भने म चाहिँ हेप्छन् क्या सबै हेप्छन् क्या लास्टै हिस्ट्री ब्रदरको त्यो देखेँ होइन मैले लास्टै पहिला पनि त्यो भिडियो हेरेको थिएँ मैले होइन यस्तै क्या हुन्छ नि कसले यस्तो व्यवहार कसले गर्छ क्या अहिले पनि अब झन्डै लगभग 1 वर्ष हुन लाग्यो भनौँ न होइन 1 वर्ष भयो भनौँ न त्यो पनि अहिले फेरि आएर फेरि त्यही अवस्था क्या गाइज सोझो मान्छेलाई नै किन घोज्छन् क्या मान्छेहरूले होइन तर मैले लास्टमा के भन्छु भने हिस्ट्री ब्रदर ज्यानको बदला ज्यानै लिने हो भन्नु होइन यस्तो ठोक्नुपर्छ कि उनीहरूलाई यस्तो ठोक्नुपर्छ कि जोसुकै होस् न भने एउटा कारण हुन्छ नि त होइन त्यो 1 वर्ष पुरानो कुरालाई लिएर अझै पनि रेसिपी लिएर चाहिँ अनि यस्तो गर्ने हो त व्यवहार होइन त गाइज मान्छेको आँखा पुरै यस्तो भएको छ क्या आँखा नै देखेकै छैन क्या अनि कस्तो अवस्थामा कस्तो कन्डिसनमा चाहिँ मान्छेलाई पुऱ्याएको छ क्या होइन त्यो मान्छेहरूले के हो म त्यही भन्छु होइन अब मलाई पनि अन्यथा नलिनु होला यो हिस्ट्री ब्रदरको त्यो अवस्था देखेर चाहिँ मलाई पनि यसो भन्नु मन लागेको तर लास्टै क्या लास्टै यस्तो कसले गर्छ या पशुलाई यस्तो व्यवहार कसले गर्छ भने मान्छे पो हो त हो पशुलाई त माया लाग्छ भने मान्छे हो यार अहिलेलाई यति नै होइन जस हिस्ट्री ब्रदरको न्यायको लागि चाहिँ हामी सबैले सपोर्ट गर्नुपर्छ है गाइज जस्टिस फर हिस्ट्री ब्रदर है गाइज हामीले साथ दिनुपर्छ सपोर्ट गर्नुपर्छ है हाम्रो हिस्ट्री ब्रदरलाई चाहिँ केही छैन अहिलेलाई चाहिँ यति नै हो होइन म पनि भर्खर यो च्यानल भर्खर खोलेको छु यसो लाइक सब्सक्राइब चाहिँ गर्नु होला त्यही भन्छ मलाई पनि बोल्नु त आउँदैन खासै होइन त्यो भने हाम्रो ब्रदरको लागि चाहिँ हामी सपोर्ट गर्नुपर्छ है गाइज सबै हाम्रो युट्युब फ्यामिलीहरू जति पनि हुनुहुन्छ नि सबैजनाले सपोर्ट गर्नुपर्छ है यस्तो हुँदैन क्या यस्तो हुँदै हुँदैन क्या गाइज सपोर्ट गर्नुपर्छ न्याय दिलाउनै पर्छ क्या हामीले बुझ्नु पर्ने न्याय दिलाउनै पर्छ हुन्छ ओके सबैजनालाई धन्यवाद होइन अहिलेलाई यति नै गाइज